आजको राशिफल 3 गते जेठ 2083 आइतबार। मेष आज हतार भन्दा धैर्यले काम बन्नेछ। घरको सहयोगले मन हलुका हुनेछ। पैसाको विषयमा सोचेर अघि बढ्नु राम्रो रहनेछ। बोली नम्र राख्दा सम्बन्ध अझ मिठो बन्नेछ। शुभ रङ इटा रातो। शुभ अङ्क 3। वृष आज तपाईको आत्मविश्वास बढेको महसुस हुनेछ। आफूले थालेको काममा उत्साह आउनेछ। वरिपरिकाले तपाईको विचार मन पराउन सक्छन्। दिन सहज र सन्तोषजनक रहनेछ। शुभ रङ फिक्का सेतो। शुभ अङ्क 8। मिथुन मन एकैचोटि धेरै कुरातर्फ जान सक्छ। निर्णय लिन अलि समय लाग्न सक्छ। शान्त भएर सोच्दा सजिलो हुनेछ। आवश्यक कुरा मात्र साझा गर्नु राम्रो हुनेछ। शुभ रङ पाते हरियो। शुभ अङ्क 1। कर्कट साथीहरूसँगको भेटले खुसी मिल्नेछ। मनमा नयाँ आशा जाग्न सक्छ। समूहमा गरिने काम सफल बन्ने संकेत छ। दिन रमाइलो वातावरणमा बित्न सक्छ। शुभ रङ चन्द्र सेतो। शुभ अङ्क 6। चिङ काममा तपाईको उपस्थितिको प्रभाव बढ्नेछ। जिम्मेवारी सम्हाल्दा प्रशंसा मिल्न सक्छ। वरिष्ठ व्यक्तिको ध्यान तपाईमाथि जान सक्छ। निरन्तरताले राम्रो उपलब्धि दिलाउनेछ। शुभ रङ केसरिया। शुभ अङ्क 9। कन्या नयाँ कुरा बुझ्ने इच्छा बढ्नेछ। टाढाको समाचारले उत्साह दिन सक्छ। सिकाइ र अनुभवबाट फाइदा हुने देखिन्छ। सकारात्मक सोच लाभदायक रहनेछ। शुभ रङ धानी। शुभ अङ्क 4। तुला धनको प्रयोग सोचेर गर्नु राम्रो हुनेछ। अरूको कुराले मन अलि अशान्त बनाउन सक्छ। संयमता अपनाउँदा सहज हुनेछ। स्वास्थ्यलाई बेवास्ता नगर्नु राम्रो हुन्छ। शुभ रङ आकाशे नीलो। शुभ अङ्क 7। वृश्चिक आज निजकका व्यक्तिसँग समझदारी बढ्नेछ। सहकार्यले रोकिएको काम अघि बढाउन सक्छ। मनको कुरा गर्दा राहत महसुस हुनेछ। सम्बन्धमा मिठास थपिनेछ। शुभ रङ गाढा रातो। शुभ अङ्क 2। धनु दिनभरि कामको चटारो बढ्न सक्छ। शरीरलाई आराम दिनु पनि आवश्यक हुनेछ। नियमित काममा ध्यान दिँदा फाइदा हुनेछ। मेहनतले पछि राम्रो प्रतिफल दिनेछ। शुभ रङ हल्का सुन्तला। शुभ अङ्क 5। मकर मन हलुका र रमाइलो रहने संकेत छ। आफूलाई मन पर्ने काममा रुचि बढ्नेछ। सृजनात्मक सोचले नयाँ ऊर्जा दिनेछ। प्रिय व्यक्तिसँग समय बित्न सक्छ। शुभ रङ खैरो। शुभ अङ्क 1। कुम्भ घरको वातावरणमा बढी ध्यान जानेछ। आफन्तसँग बसेर पुराना कुरा निस्कन सक्छन्। मन अलि भावुक बन्ने संकेत छ। शान्त व्यवहारले सम्बन्ध राम्रो बनाउनेछ। शुभ रङ गाढा हरियो। शुभ अङ्क 8। मीन नयाँ कुराले जिज्ञासा बढाउन सक्छ। भेटघाट र कुराकानी लाभदायक बन्नेछ। छोटो यात्राको सम्भावना देखिन्छ। आफ्नो प्रस्तुतिकरण प्रभावकारी रहनेछ। शुभ रङ नीलो। शुभ अङ्क 6। धन्यवाद दर्शकहरू। यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।